विश्वमा एउटा अनुपम सौन्दर्यले ऐतिहासिक गरिमाले भरिएको देश हो। हुन त सबैले आफ्नो देश प्यारो लाग्छ, तर यो कुनै अतृप्ति होइन कि संसारमा भएका सबै देशहरूमध्ये मलाई साँच्चै नै लाग्छ हाम्रो देश नै सुन्दरतम, यति धेरै विविधतायुक्त मधेस तराईदेखि 300 मिटरको उचाइदेखि लिएर 8,848 मिटरको उचाइ भएको, यति धेरै प्राकृतिक विविधता भएको र सभ्यता र संस्कृतिको हिसाबले पनि पूर्व र पश्चिमका, उत्तर र दक्षिणका विभिन्न जाति जनजाति र भाषा भाषीहरूले बसोबास गरेको यति विविधतायुक्त सुन्दर देश मलाई लाग्छ संसारमा कहीँ पनि छैन। प्राकृतिक सम्पदाकै हिसाबले पनि तपाईहरु पनि विज्ञ हुनुहोला। मलाई प्राप्त जानकारी अनुसार हामीसँग जुन जल, जंगल, जमीन, जडीबुटी, जनशक्ति लगायतका जुन प्राकृतिक सम्पदाहरू छन्, प्रति व्यक्ति हिसाब गर्ने हो भने विश्वमा हामी 14-15 धनी मध्येमा पर्छौं। तर दुर्भाग्य भनौं केही सय वर्ष यता भन्छु म तपाईलाई, किनकि 16औं, 17औं अझ 18औं शताब्दीसम्म पनि नेपालीहरूको विकास स्तर संसारका अरू देशको तुलनामा खासै अन्तर थिएन। ठिक है, भयो देखिहालेँ मैले। धन्यवाद छ तपाईँ। ठिक छ, देखेँ मैले। ल सुन्नुहोस्, ल धन्यवाद छ तपाईँले देखाउनु, मैले देखिसकेँ। सुन है, सुन हामी 100-200 वर्ष पहिलेसम्म संसारका अरू देशको तुलनामा पछि थिएनौं, कमी थिएनौं। तर विकासको चरणमा कुनै कालखण्डमा हामी पछि परेनौं र अहिले ढिलै भए पनि 21औं शताब्दीको सुरुमा फेरि हामीले नेपालीहरूले एउटा गर्वको अनुभूति गर्यौं र हामीले सामूहिक ढंगले यो देशलाई फेरि विकासमा लैजानु पर्छ। त्यसैले लोकतन्त्र हो, लोकतन्त्रमा पाइन्छ, चिन्ता नगर्नु। सुन्नु सबै तपाईँ सुनाउनु। त्यसैले साथीहरू चिन्ता नगर्नु, विचार व्यक्त गर्न पाइन्छ। उहाँको सोच त्यस्तै उहाँहरूलाई अहिले हामी 21औं शताब्दीको सुरुमा फेरि हामीले नेपालीहरूले एकचोटि गौरवका साथ शिर उच्चा गरेका छौं र युगौं पुरानो एउटा सामन्ती व्यवस्था, निरङ्कुशता, राजतन्त्रलाई अन्त्य गरेर नेपाललाई एउटा सैन्य लोकतान्त्रिक गणतन्त्रमा हामीले प्रवेश गराएका छौं। हामीले विभिन्न ढंगले, विभिन्न जात जातिहरूले, भाषाभाषीहरूले आफ्नो ढंगले संघर्ष हामीले गर्यौं। चाहे त्यो जनयुद्ध भन्नुहोस्, चाहे त्यो जनआन्दोलन भन्नुहोस्, चाहे मधेस आन्दोलन भन्नुहोस्, जनजातीय आन्दोलन भन्नुहोस्, थरुवाट आन्दोलन भन्नुहोस्, दलितहरूको आन्दोलन भन्नुहोस्, यी सबै आन्दोलनको परिणाम स्वरूप हामीले एउटा नयाँ नेपाल निर्माण गर्ने निष्कर्षमा हामी पुग्यौं र एउटा सैन्य लोकतान्त्रिक गणतन्त्रसम्म आज हामीले देशलाई पुर्याएका छौं। र नेपालीहरूले आफ्नो संविधान आफै बनाउने, आफै सार्वभौम सत्ता सम्पन्न बन्ने जुन हाम्रो चाहना थियो, त्यसलाई पनि हामीले पूरा गरेका छौं। किन लोकतन्त्र भनेको जनताले आफ्नो संविधान आफै लेख्ने हो, आफ्नो भाग्य रेखा आफै कोर्ने हो, त्यही हो लोकतन्त्र भनेको। त्यही हामीले अहिले प्राप्त गरेका छौं र त्यही पूरा गर्ने क्रममा हामी लागेका छौं। तर यति ठूलो युगीन परिवर्तन प्रसव वेदनायुक्त नै हुन्छ जब हाम्रा महिला दिदीबहिनीहरूलाई थाहा एउटा बच्चा जन्मदा त ठूलो प्रसव वेदनाबाट गुज्रनुपर्छ, रक्तस्रावबाट गुज्रनुपर्छ भने यति ठूलो सामाजिक परिवर्तन त्यति सहज हुँदैन, पीडादायी पनि हुन्छ। तर त्यो पीडा सहेर पनि फेरि पनि हामीले एउटा नयाँ नेपाल निर्माण गर्ने
निष्कर्षमा हामी पुगेका छौँ र त्यसमा महत्त्वपूर्ण सफलता हामीले हासिल गरेका छौँ। हो केही समय यता हेरेर तपाईँलाई लाग्दो यो परिवर्तन सिधै संस्थागत भइदिए हुन्थ्यो भन्ने लाग्दो हामीलाई पनि लाग्छ। तर के हुन्छ भने इतिहासका केही यस्ता नियमहरू हुन्छन्, ती नियमबाट हामी कोही पनि विमुख हुन सक्दैनौँ। त्यसैले ढिलै भए पनि बागमतीको बाटो भए पनि हामी ठिक बाटोमा हामी हिँडेका छौँ। अब हामी त्यो शान्ति प्रक्रियालाई एउटा सार्थक निष्कर्षमा पुर्याउने र संविधान सभाबाट जनताको पक्षमा अग्रगामी एउटा संविधान लेख्ने बिन्दुतिर हामी उन्मुख छौँ। र अहिले भर्खरै 1 महिना पनि भएको छैन, करिब 3 हप्ता मात्रै भयो अहिले जुन हाम्रो यो चौथो सरकार बनेको छ। त्यो सरकारको कार्यभार भनेको शान्ति र संविधानको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने हो। त्यसको निम्ति हामी एउटा राष्ट्रिय सहमति निर्माण गरी अगाडि बढ्न चाहन्छौँ। हो लोकतन्त्रमा फरक फरक विचारहरू हुन्छन्, सरकारमा रहनेहरूको आलोचना गर्न पाउनुपर्छ र त्यो पाइएन भने लोकतन्त्र नै हुँदैन। हिजोका सत्ताधारीहरूले कुनै पनि विरोध गर्न दिएनन्। विरोधीहरूलाई विभिन्न खालका लाग्छ, अराष्ट्रिय तत्त्व भन्ने, आतंकवादी भन्ने बिल्ला लगाउन उनीहरूले खोजे, त्यसले गर्दा उनीहरूको विनाश भयो। तर हामी लोकतन्त्रवादी हौँ, हाम्रो विरुद्धमा आवाज उठाउनुहोस्, जति पनि आवाज उठाउनुहोस्, र सत्य र तथ्यमा आधारित गरेर आलोचना गर्नुहोस्, हामी तयार छौँ। त्यही हो लोकतन्त्र भनेको। हामी त्यस्तै लोकतान्त्रिक संविधान हामी बनाउन चाहन्छौँ। त्यही प्रक्रियाबाट हामी गुज्रिँदैछौँ। फेरि पनि यो शान्ति र संविधानको विषयमा अहिले कोही पनि विपक्षी बोल्नु आवश्यक छैन हाम्रो भनाइ हो। सरकारका कामको आलोचना गर्नुहोस्, व्यक्तिगत हाम्रा कमजोरी छन् भने आलोचना गर्नुहोस्, हामीले देशलाई लुटेर सम्पत्ति छुपाएका छौँ भने हाम्रो आलोचना गर्नुहोस्। तर शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन हामी सबै मिल्नै पर्छ, किन सहमति बिना शान्ति प्रक्रिया टुङ्गिँदैन। त्यसैले संविधान निर्माण पनि सहमति बिना पूरा हुँदैन, किनकि संविधानमै प्रावधान छ 2टै बहुमत चाहिन्छ। अहिले कुनै पनि पार्टीको 2टै बहुमत छैन। त्यसैले प्रमुख दलहरू सबै मिलेर मात्रै संविधान बन्न सक्छ र सबै दलहरूको सहमतिले मात्रै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्छ। त्यसैले शान्ति र संविधानको निम्ति हामी यो सहमति कायम गरौँ। अरू कुरामा पक्ष विपक्ष बन्न आपत्ति हुँदैन। हिजो हामी विपक्षमा छँदा हामीले चाहिँ सरकारमा आलोचना गरेका थियौँ, अहिले हामी सरकारमा छौँ। हाम्रो आलोचना गर्न चाहनेहरूले गर्नुहोस्, त्यसले हामीलाई फाइदै हुन्छ, मद्दै हुन्छ। किनकि एकजना कसैले संस्कृतमा एउटा भनाइ पनि थियो, जीवन तुमी शत्रुगणा सदैव यदाम प्रसादात् सुविचक्षणोऽहम् यदा यदा माम घृतिम लभन्ते तदा तदा माम परिबोधयन्ति। कि मेरा प्रतिपक्षीहरू बाँच्छन् अनि जसको कृपाले गर्दा म असाध्यै चलाखो छु, किनकि जब जब मैले गल्ती गर्छु उनीहरूले मलाई सतर्क गराउँछ। त्यसै भएको हुनाले हामीले विपक्षीको विचार, फरक विचार सुन्ने धैर्य राख्न सक्नुपर्छ। त्यही लोकतन्त्र हो र त्यही प्रक्रियाबाट हामी अगाडि बढ्नेछौँ। त्यसैले म तपाईँहरूसँग के आग्रह गर्न चाहन्छु भने नेपालको जुन एउटा महान परिवर्तनको प्रक्रिया छ त्यसमा तपाईँहरूको सहयोग समर्थन चाहिन्छ। मैले पहिलो तपाईँहरूसँग भन्न चाहने कुरा थियो। र दोस्रो कुरा भनेको अब हामीले शान्ति र संविधानको प्रक्रिया पूरा गरेर राजनीतिक प्रक्रियालाई पूर्णता दिएपछि हामीलाई सम्पूर्ण शक्ति देश विकासमा, विकास निर्माण हामीले लगाउनु छ। 21औं शताब्दीमा संसार धेरै अगाडि बढिसक्यो। विज्ञान र प्रविधिको फाइदा उठाएर हामी सरल 100 वर्ष 200 वर्ष पहिले हामी सरल भएका देशहरू आज हामीभन्दा 100 गुणा बढी सम्पन्न भइसके। त्यसले उनीहरूको दानमा पुग्ने हो भने अब हामीले सम्पूर्ण शक्ति फेरि एकचोटि देश विकासमा लगाउनुपर्छ। जुन साधन स्रोत छ त्यसको प्राकृतिक साधन स्रोतका साथसाथै मुख्य रूपमा मानवीय साधन स्रोत, किनकि विकास निर्माण भनेको मान्छेले गर्ने हो, ढुङ्गा माटोले गर्ने होइन। ढुङ्गा माटोलाई त मान्छेले सजाउने हो। त्यसै भएको हुनाले सबभन्दा ठुलो सम्पदा भनेको मानवीय सम्पदा हो, जनशक्ति हो र त्यो भनेको तपाईँहरू हो। तपाईँहरू जस्ता मानिस क्षमतावान साथीहरू जुन विदेशमा आएर बस्नुभएको छ, अहिलेको एउटा विश्वव्यापीकरण भएको ग्लोबलाइज भएको दुनियाँमा एउटा कुनै सीमाभित्रै बाँधिएर बसिराख्नुपर्छ भन्ने जरुरत छैन। म त्यस्तो एउटा अन्तर्राष्ट्रवादी मान्छे पनि होइन। मान्छेले आफ्नो इच्छा अनुसार संसारका कुनै पनि देशमा जान सक्छ, त्यहाँ गएर आफ्नो साधन स्थितिको प्रयोग गर्न सक्छ। तर म के भन्न चाहन्छु भने म तपाईँले के आग्रह गर्न चाहन्छु भने फेरि पनि एउटा भावनात्मक पक्ष भन्ने पनि हुँदो रहेछ। संसारमा जहाँ पुगे पनि आफू जन्मेको ठाउँको एउटा माया,
भइराख्दो रहेछ। सायद तपाईँलाई त्यो अनुभूत हुन्छ होला, किनकि मैले पनि विदेशमा गएर पढ्ने अवसर छिमेकमै होस्, टाढा त गएको होइन, भारतमै गएर पढेको हो। त्यहाँ जाँदाखेरि पनि एउटा देशप्रति एउटा माया हुन्छ। कसैलाई किन होच्याएर बोलेको देख्दाखेरि सशक्त मन घोज्थ्यो। त्यसैले हामी किन पछाडि पर्यौँ, किन अरूले हेर्थे, त्यसैले हामी पनि असम्पन्न बन्नुपर्छ भन्ने भावना लिएर म देश फर्केको थिएँ। तपाईँको मनमा पनि पक्कै त्यस्तो लाग्दो हो। तपाईँहरू यहाँ आउनुभएको छ, राम्रो गर्नुभएको छ, आफ्नो पेसागत रूपले सम्पन्न तपाईँहरू हुनुहुन्छ, फेरि पनि कता कता सांस्कृतिक रूपले भावनात्मक रूपले अलिकति अपुरो भए जस्तो, कता कता अलिकति अलिअलि हेपिए जस्तो अनुभूत पक्कै पनि तपाईँहरूलाई हुन्छ। त्यसैले आफू जन्मिएको देश, आफ्नो पुर्खाहरूको देश त्यो एउटा सम्पन्न बनिदिए हुन्थ्यो भन्ने भावना तपाईँको मनको अन्तरमा पक्कै छ भन्ने मलाई लाग्छ। त्यसैले तपाईँले यो देशका नागरिक भएर यहाँ बसे पनि तपाईँले अलिकति समय र शक्ति त्यो देशको जुन जन्मभूमिको निम्ति दिनुभयो भने हामीलाई साँच्चै विकासको निम्ति एउटा वातावरण बन्छ। म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने यो राजनीतिक प्रक्रियालाई पूर्णता दिने बित्तिकै सिधै हामी दिँदैछौँ केही महिनाभित्र र कमसेकम 1 वर्षभित्र, किनकि अब 4-5 महिनामा हामीले संविधान बनायौँ भने अर्को 4-5 महिनामा हामीले चुनाव गर्छौँ, स्थायी सरकार बन्छ र त्यसपछि हामी सम्पूर्ण शक्ति विकास निर्माणमा लगाउँछौँ। र त्यति बेलामा तपाईँहरूसँग आग्रह के हो भने तपाईँहरूले सक्नुहुन्छ पुरै समय देशभित्र फर्केर कम्ती केही वर्ष देशमा आएर लगानी गर्नुहोस्। सक्नुहुन्न भने पनि निश्चित केही समय भए पनि निकालेर तपाईँहरूले भिन्न रूपले देशको निम्ति विकासको निम्ति योगदान गर्नुहोस्। त्यो वातावरण हामी बनाउँछौँ। भोलि के चाहिन्छ सुझाव दिन सक्नुहुन्छ। धेरै साथीहरूले हामी समाज गर्ने गर्नु भन्ने गर्नुभएको छ। एनआरएनका साथीहरूले हामीलाई चाहिँ ड्युल सिटिजनसिप दिनु पर्यो, दोहोरो नागरिकता दिनु पर्यो, अथवा हाम्रो जुन पुरानो नागरिकता छ त्यसलाई कायम गरिदिनु पर्यो, अथवा राजनीतिक आदि केही अधिकारहरूका सीमाहरू राख्ने हो भने पनि अन्य आर्थिक सामाजिक सांस्कृतिक अधिकार सहितको पहिचान सहितको एउटा चाहिँ हामीलाई परिचय दिनुहोस् भन्ने जुन कुरा तपाईँले राख्नुभएको छ। औपचारिक रूपले त्यसलाई नाम जेसुकै देऊँला, तर तपाईँहरूलाई म के विश्वास दिलाउन चाहन्छु भने पार्टीको तर्फबाट र अहिले म सरकारको प्रमुख भएको नाताले पनि तपाईँहरूलाई देशको निम्ति आफ्नो मातृभूमिमा आएर लगानी गर्नको निम्ति, देशको निम्ति योगदान गर्नको निम्ति चाहिने आवश्यक सुविधा औपचारिकता हामी पुर्याउँछौँ। त्यसको रूप के हुन सक्छ, त्यसको नाम के हुन सक्छ त्यो ठुलो कुरा होइन। मुख्य कुरा तपाईँहरूले मातृभूमि फर्केर त्यसको निम्ति केही योगदान गर्ने अवसर तपाईँहरूले पाउनुपर्छ र त्यो दिलाउनको निम्ति हामी प्रतिबद्ध छौँ। यस अवसरमा म तपाईँहरूलाई पूरा विश्वास दिलाउन चाहन्छु र म के आग्रह गर्न चाहन्छु भने अहिले भारत र चीन जस्ता देशहरू छिमेकीहरू जुन संसारमा सबभन्दा तीव्र गतिमा विकास गरिरहेका छन्, उनीहरूको विकासको पछाडि जुन आप्रवासी भारतीय या चिनियाहरू थिए, विदेशिएका जुन चिनियाहरू र भारतीयहरू थिए, उनीहरूले भित्र्याएको साधन स्रोत र सिपले नै त्यो विकासलाई गति दिएको, पछि मात्रै अरू आकर्षित भएर गएका हुन्। त्यसै भएको हुनाले पनि तपाईँहरूमा जुन साधन स्रोत र सिप छ, मुख्य रूपमा सिप छ र सीमित रूपमा साधन स्रोत पनि छ, त्यसको लगानी गर्ने वातावरण हामी बनाउँछौँ र तपाईँहरू देशभित्र आउनुपर्छ र हाम्रो मातृभूमिले जो साँच्चै संसारमा एउटा गर्व गर्न लायक छ त्यसलाई एउटा भूस्वर्गमा परिणत गर्न हामी तन्त्रवार हुनुपर्छ। त्यो प्रतिबद्धता यहाँ व्यक्त गरौँ। म आज तपाईँहरू समक्ष म यही आग्रह गर्न चाहन्छु र सरकार प्रमुख कति दिन रहन्छु त्यो ठुलो कुरा होइन। म जति दिन रहन्छु यो देशलाई, नेपालको मुहार फेर्नलाई, त्यसलाई एउटा भूस्वर्गमा परिणत गर्नको निम्ति के गर्नुपर्छ म लागिरहनेछु। म यही विश्वास दिलाउँ र यो अवसरमा म साथीलाई अन्त्यमा के आग्रह गर्न चाहन्छु भने आउनुहोस्, तपाईँ हामी सबै मिलेर फेरि एउटा नयाँ नेपाल बनाऊ, गर्व गर्न लायक नयाँ नेपाल बनाऊ। र तपाईँ हामीले दुःख गरे पनि, तपाईँ हाम्रो पुस्ताले त्याग र बलिदान गरे पनि, तपाईँ हाम्रा सन्ततिले गर्वसाथ देशमा छाती फुलाएर सिट ठाडो गरेर नेपाली भएर बाँचौँ, यही तपाईँहरूको आग्रह गर्दै कामना गर्दै म आफ्नो भनाइ अहिले अन्त गर्न चाहन्छु। धन्यवाद। अभिवादन। धन्यवाद सम्माननीय प्रधानमन्त्री। अब त्यसपछि नेपाली समुदाय पाल्न आएको छ। यहाँ सबैलाई थाहा छ हामी एउटा टाइट टाइम सेड्युलमा काम गरिरहेका छौँ। मलाई आशा छ भक्त साथीहरूले आफ्नो भनाइलाई संक्षिप्त रूपमा 3 मिनटमा नलगाई
राख्नुहुनेछ भन्ने आशा लिएको छु ताकि बढीभन्दा बढी साथीहरूलाई यहाँ आफ्नो विचार राख्ने अवसर प्राप्त होस्। यस क्रममा मेरो हातमा एउटा लिस्ट आइदिएको छ र लिस्ट भन्ने क्रममा छ। म सर्वप्रथम यहाँ आएर आफ्नो विचार राखिदिनु हुन दिपेश लिम्बुलाई अनुरोध गर्दछु। दिपेश लिम्बु आदिवासी जनजातिको महासचिव यहाँ त नाउँ मात्रै समस्या है होइन। वक्ता साथीले आएर आफ्नो संस्था र आफ्नो बारेमा पनि परिचय दिन सक्नुहुन्छ प्लिज। प्रथम त धेरै धेरै धन्यवाद। मलाई अचानक यसरी हिजोसम्म कसैले पनि नबोल्ने भनेर सूचना आएको थियो, फेरि अचानक बोलाउनु भयो। धेरै धेरै धन्यवाद छ उहाँलाई। र सर्वप्रथम जनताका प्रधानमन्त्री, उप तथा विदेश मन्त्री अनि सांसद एवं विशेष प्रधानमन्त्रीलाई म दिपेश लिम्बु